सुर्खेतको हस्पिटलको डाक्टर हो क्या? डाक्टर मान्छे हौ तपाईँले कसलाई हान्न खोज्नु भएको हो? म डाक्टर मान्छे हो, सुर्खेतको हिरो मान्छे। डाक्टर हो क्या म सुर्खेतको, हिरामणि चन्द हो मेरो नाम। हेलो हेलो सिंगार हजुर भन्नु। म उहाँको हस्पिटलको डाक्टर मान्छे हौ, चौधारीको डाक्टर हो क्या? के अरे डाक्टर मान्छे? म डाक्टर हूँ क्या चौधारीको। के समस्या छ? सुर्खेत आउँछु म। सुर्खेत हो मेरो घर त, डाक्टर हस्पिटल हो, डाक्टर हो क्या म। केही समस्या छ भने आउँछु म त्यहाँ। म हस्पिटलको डाक्टर हुँ क्या? मुरल हस्पिटलको डाक्टर हो म। के समस्या भन्ने बुझ्नु? केही कोही बिरामी छिन् भने भनौँ, म उहाँको मुरल डाक्टर हस्पिटलको डाक्टर हुँ, दीपक मान्छे भन्ने। चिन्नु न डाक्टर मान्छेलाई, दीपकलाई? म आउँछु तपाईँलाई त्यो भइहाल्छ है, सुई लाउनु। 5 वटा सुई लाउने हो? हस्पिटलको डाक्टर हो क्या म सुर्खेतको। केही समस्या छ भने हस्पिटलको डाक्टर हो क्या म। कुरा बुझ्नु न, यता सुन्नु। समस्या छ भने आउँछु, समस्या छैन भने त्यति छैन भने ठेलो त्यहाँ भन्ने खबर आयो त। सुई लाउन आउँछु है, नआउने? के कुरा गर्नुहुन्छ तपाईँ? भन्नु। हस्पिटलको डाक्टर हुँ म, सुर्खेतको हुँ। सुर्खेतमा त चौधारीबाट खोलागाउँबाट माउलाबाट नेपालगञ्ज एसिड खाइन मर्दैन त्यहाँ बल्ल बल्ल बस्यो क्या। भनौँ केही समस्या छ भने, नत्र त्यति छैन भने म अहिले आउँछु। 5 वटा सुई ल्याइकन बाथरुम लाउँछु। के हो क्या नबोल्ने यार? बोल्नु न तपाईँ। आउँछु सुई ल्याइकन। आज रमाइलो गर्छ। हेलो हेलो सुन्नु, सुई ल्याइन आउँछु। तपाईँ पानी त फेराउनु, सुधार गर्नु है। सुन्दैन? कुरा गरौँ न यार। म आइदिएर सुई ल्याइकन 5 वटा। कहाँ पऱ्यो यो? सुन्ने आउँछ क्या, यो कहाँ पर्यो? को हुनुहुन्छ तपाईँ? खै कसलाई खोज्या? यो त उहाँ सुर्खेतको हस्पिटलको डाक्टर बोल्छु म। हस्पिटलको डाक्टर हो म, बिरामी आफै छु म।
हस्पिटल खोजाउँ सुर्खेत हो म सुर्खेतको मान्छे हो यहाँ रुकुम खोल्न बस्छु बिरामी छु कि टाइफाइड भयो अलि हस्पिटल जमाउनु जानु परेछ तपाईँ 5वटा सुई लाउनु पर्ने को मामा भन्छ हौ तिमी के छ भन्छ अलि जल्ली म यहाँ रुकुम खोल्नु गएको छु यार को म अस्ति भन्दै भन्जलाई छेराउटी लागेको छ अरे म डाक्टर भन्जलाई छेराउटी लागेको छ अरे खाना भएको खाना भएको खाना भएको काठमाडौँ कहाँतिर हो घर नाउँ क्या हो तिम्रो तिम्रो नाउँ क्या हो त तिम्रो नाउँ त मजाक गरौ क्या म बिरामी छु क्या आज बेली भयो त सुई लाउनुहोस् त म उतिको तिलक केसी भन्ने भन्छ मको हस्पिटलको के भन्छ युवराज रोकाए डाक्टर हो म चिन्नुहुन्छ युवराज रोकाए न घर कहाँ हो तिमीको घुम्ने त्यताबाट तरुनी छैनन् कोही तरुनी थाहा किन बिरामी बस्ने यहाँ घर झगडा पराउँछ त्यही भएन केटीको खोजिदिनु म आउँछु भोलि बिहान है म उहाँको खोला गाउँको मान्छे हो क्या उहाँको सुर्खेतको उहाँको डाक्टर हो क्या म नेपालगञ्ज हेलो म उहाँको मान्छे हो कि के भन्छन् यता नेपालगञ्ज हस्पिटलको दैलेख नाउँ क्या हो तिम्रो तपाईँको नाउँ क्या हो कुमार ओली कि शर्मा युवराज रोकाएन चिन्नुहुन्छ इब्रो इब्रो युवराज रोकाएन चिन्नुहुन्न खलङ्गा घर छ त सन्चौरती जतिपुर पढाउँछन् त के तपाईँको घर जालकोट कहाँतिर ठ्याक्कै भन्नु त
तपाईँको घर जारको त कहाँतिर हो? कोलपुर कहाँतिर भन्नु ल? मेरो घर पनि त कोलपुर हो। म ऊ गाडी चलाउँछु त, सानो गाडी। मेरो नाउँ ऊ तिलक केसी हो। उसलाई चिन्नुहुन्छ? राजा गणेशलाई, गणेश केसीलाई। त्यता कोही तरुनी छैनन्? कोही तरुनी? म आउँछु क्या नगरमा क्या, म बिरामी आउँछु त्यहाँ। डाक्टरलाई सोध्नु त, हस्पिटल डाक्टरलाई। पहिला चारकोटा भन्नु नि त घर त तपाईँ। तपाईँको घर ठ्याक्कै कहाँतिर कोलपुर भन्नु है त, म पोर आएको। कोलपुर आउने हो, डाक्टर हस्पिटल कहाँतिर ठ्याक्कैमा आउने क्या भोलि बिहान। घर कहाँ पायो? खै मेरो घर त उहाँ हो नेपालगञ्जबाट, हस्पिटलको डाक्टर बोल्यो। म हस्पिटलको डाक्टर बोले क्या। खै के लागि, कहिले आउने हो? कोही बिरामी छन्? कोही बिरामी छन्? आउँछु क्या म। खै को म चिन्दिनँ। हस्पिटलको डाक्टर हो के, मुरल डाक्टर हस्पिटलको डाक्टर। घर कहाँ पर्यो नानी? म उहाँको कहाँ बोल्ने तल आएर मिसिङको हिसाब नै उहाँको क्या, चौधारीको हस्पिटलको डाक्टर हो म। उहाँको क्या हस्पिटलको डाक्टर हो चौधारीको। कोही बिरामी भए भनौँ। म बिरामी भइहाल्छु कि। म उहाँको डाक्टर हो क्या चौधारीको, उहाँको सुर्खेतको हस्पिटलको डाक्टर हो म। हस्पिटलको डाक्टर हो क्या। कहाँ पर्यो घर? यो उहाँ हो क्या नेपालगञ्ज। नेपालगञ्ज तपाईँ चिन्नुहुन्न? तपाईँ को हुनुहुन्छ? तपाईँ र म बिहा गरौँ है भोलि। रारा नभन् क्या, तोरोमा बिहा गरौँ न यार। के हो पारा तिम्रो र मेरो त? ल पर्याउँछ गरे के हो पारा हुन्छ? हेलो, म सुई लिएर आउँछु है 5वटा। बिहा गरौँला क्या तिमी र म। टोकिने तेरा बाने भने चाहिँ अलिक विचार गर्ने बोल। तेरो को म भन् त? म को हुँ भन् त? म गाउँको मान्छे हो, चिन्छे? अहिले हस्पिटलको डाक्टर हो। तो बाउलाई नि पागल नि भयो त्यही। तँ बर्थडे छ है, म 13 आउँदा त म तुनिएर होला था भाइ।
गर्छ भन्ने थाहा थिएन यासँग रापट्टि हैन तँले किन बड्ड भने भन्थे तँले राम्रोसँग बोल्थे तेरो घर कहाँ हो तेरो घर कहाँ हो हाँ तेरी ज्या ब्याउले नि तँ राम्रोसँग बोल तेरो घर कहाँ भन् त पहिला हो त्यो मलाई किन बोलाउँथे जयको मोबाइल उसलाई थर्काउन सक्दिने टोकेन भने है टोकिने तेरा पाकाहरूको खाले राम्रोसँग बोल्न सक्दिन है तेरो घर कहाँ भन् त है मेरो नाउँ क्या हो भन् त तिरे अब मोबाइल मोबाइल त छैन त राजुको मैले मोबाइल भेटाउँथे कुनाने भन्थे मोबाइल भेटाएको छु भन्के मोबाइल भेटाएको छु क्या मैले म भेटाउँछु त मोबाइल त खतर हो म त तेरो मोबाइल मैले क्या चोर्याउँछ भन्थे तँ पनि राम्रोसँग बोल म पनि राम्रोसँग बोल्छु है तँले पहिले तँ कार्य चाहिँ टोकेन भने क्या टोकिने है त्यो जग्गाहरूको खाले टोकेन भने अरू भने मलाई मेरो मोबाइल पनि होइन म थाहा पाउँदिनँ मेरो घर खोला गाउँ चिन्छे चिने पनि हत चिने पनि मेरो घर खोला गाउँ हो कहाँतिर हो भन्दै तँलाई छेराउटी लागेको छ अरे बिचरा नआउँछन् कि तँलाई छेराउटी लगाउँछ अरे कहाँतिर हो घर भन् त मेरो घर मेरो घर कहाँतिर चिने चाहिँ भन् तेरी चिया ब्याउले नि मेरो घर खोला गाउँ हो चिन्दिने त म खोला गाउँको मान्छे क्या म खोला गाउँको मान्छे किलो केसी हुँ म राजु साजु होइन म राजु साजु होइन म खोला गाउँको मान्छे हुँ तँ चिन्दिने बोले को हुन् बोले जसलाई पाएछु खोला गाउँ म डाक्टर हौ क्या म डाक्टर मान्छे हौ क्या त्यही त मेरो घर कहाँतिर भन् त पहिला म रुकुमकोटको मान्छे घर त ए हो मेरो घर खोला गाउँ हो चिन्थे त चापा कहाँतिर भन्छ त बुने क्या तँ नबोल चापा कहाँतिर भन्दिनँ क्या चिनेहरूले तेरो घर कहाँ हो त त्यही त तेरो नाउँ क्या हो भन् त हेलो म उहाँको मान्छे हो क्या चापा मान्छे हो देख
म अहिले आएका गाडी कैसा फेरि गाउँ मैले गरेको फोन मेरो मोबाइलमा तेरो बाको फोन गरेर जान्छ नि खाना बटर पनि दुला तैँले पनि क्या बोल्थी त ल राजे तेरी राजीले कुरा गर तेरा तेरी बालाई चिक्तो हेलो घर कहाँ पर्यो म खोला गाउँको तिलक मान्छे हो तपाईँको घर कहाँ पर्यो कसैलाई खोजेको होइन तपाईँलाई खोजेको खै कल कहिले गएर थाहा छैन अरू के छ हाल खबर चाहियो सही हजुर चाहिएन मात्रै कुरा गर्छु नि त हेलो हेलो घर कहाँ पर्यो सुन्नुहोस् है भनौँ म वहाँको हस्पिटलको डाक्टर बोल्ने वहाँको चौधारीको हस्पिटलको वहाँको चौधारीको हस्पिटलको मिसिनको डाक्टर बोल्छु कि म कोही बिरामी छन् सुन्नुहोस् है भनौँ कोही बिरामी भए आउँछु म कोही बिरामी छिन् भने आउँछु क्या म दे त अनि दे त क्या गरे सुन्ने आउँछ क्या हस्पिटलको डाक्टर हो म चौधारीको क्या सुन्ने आउँछ काठमाडौँको डाक्टर हो म काठमाडौँ चिन्नुहुन्छ काठमाडौँको डाक्टर हो क्या म त कोही छुरी छैन सुई लगाएर आउँछु म आउनुहोस् तपाईँ आउनुहोस् हस्पिटलको डाक्टरलाई थर्काउनु पाइन्छ अहिले हस्पिटलको डाक्टर हो क्या म उहाँको डाक्टर हो क्या चौधारीको डाक्टर हो हस्पिटलको अरे भाई यार तू क्या नाम है फिर यार कस्तो यार ल्याङ गरे यार डाक्टर बोलेको यार डाक्टर यहाँको डाक्टर बोले अब को बिमार भएर डाक्टर बोलेको राखेको छैन होला तपाईँ कोही बिरामी हुनुहुन्छ कि भन्न हो क्या कोही डाक्टर छ कि भन्न हो डाक्टर पनि त राखेको